Hello, everybody. Very warm good morning, everybody. And today I am going to teach you a new lesson to make you understand a new lesson which we usually speak in our which we usually speaks in our areas like school or community with our neighbors. Then how to speak with them. So among them, at first, I want to tell you about the annotation. Annotation means different name for single things. Just like grandfather as grandpa. We used to tell grandfather as grandpa, grandmother as grandma. Father means daddy, dad, papa. Mother means mommy, mom, mama or ma. Just like काका मामा सानाबा जेठाबा फुफालाई हामीले अङ्कल भन्न सक्छौँ. We can tell them. In Nepali the word is different, but in English to everybody. Kaka, father's brother, mother's brother, sanaba jethaba, to all we can tell single word uncle. After that, काकी माइजू सानीमा जेठामा फुफालाई हामीले अन्ट अन्टी या अन्टी भन्न चाहिँ सक्छौँ. साथै काका मामा सानाबा जेठाबा फुफापट्टिको भाइ या बहिनीलाई हामीले कजन भन्न सक्छौँ. जस्तै हस्ब्यान्डलाई हामीले हबी पनि चाहिँ भन्ने गर्छौँ इङ्ग्लिसमा, है त. त्यसपछि हामीले बोल्ने क्रममा चाहिँ इङ्ग्लिस स्पिकिङको लागि, इङ्ग्लिस स्पिकिङको सुधार पार्नको लागि चाहिँ केही वर्ड्स छ, ध्यान दिएर सुनिदिनु होला, जसलाई हामीले एक्सक्लामेटरी स्पिचेस सेन्टेन्स अन्तर्गतमा चाहिँ पर्छ. जस्तै कसैले कोही यदि कहीँ गयो भने हामी भन्छौँ भगवानले तपाईँको मङ्गल गरून् भने मे गड ब्लेस यु, तपाईँले त कमाल गर्नुभयो, यु डन वन्डरफुली भन्दा पनि हुन्छ या डन वन्डरफुली भन्दा पनि चाहिँ हुन्छ. कति ठुलो विजय, व्हाट अ ग्रेट भिक्टोरी, त्यसो भन्ने तिमीलाई हिम्मत कसरी भयो, हाउ डियर यु से द्याट. जस्तै तपाईँको सुस्वास्थ्यका लागि, फर युर गुड हेल्थ, यो दिन बारम्बार आओस्, मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे. कति सुन्दर प्रातकाल. प्रातकाल भनेको बिहान सुतेर उठ्ने बित्तिकैको समयलाई प्रातकाल भनिन्छ. व्हाट अ फाइन मर्निङ, कति हल्ला, व्हाट अ नोइज, कति राम्रो सपना, व्हाट अ गुड ड्रिम, झटपट गर्नुहोस्, हरि अप प्लिज, कस्तो अपमानको कुरो, हाउ डिस्ग्रेसफुल, उसको यत्रो हिम्मत, हाउ डियर ही, आम्मै नि त, ओह डियर, हो र, हिजेट, चुप लाग्नुहोस्, क्वाइट प्लिज. यसरी चाहिँ हामीले इङ्ग्लिस स्पिकिङको लागि यो कुराहरू बुझ्नुपर्ने हुन्छ, सम्झिनुपर्ने हुन्छ, है त. प्रायः जसो हामीले चाहिँ सानो सानो कुराहरू चाहिँ बोल्न इच्छुक मान्छौँ. कहिलेकाहीँ रिस उठेको बेलामा, त्यस्तो समस्या परेको बेलामा, केही सिचुएसन्स यस्तो आउँछ जुन सिचुएसनमा हामीले चाहिँ एकदम छोटकरीमा थोरै बोलेर चाहिँ ज्यादा कुरा बुझाउन, ज्यादा कुरा सम्झाउन प्रयास गर्छ. त्यो समयहरूको लागि चाहिँ केही सानो कुराहरू, है त. क्षमा गर्नु, सरी, भर्खरै आउँदैछु, जस्ट कमिङ, बहुत राम्रो गर्नुभयो, भेरी गुड ओर भेरी वेल, ठिक छ, इज इट अल राइट ओर इट्स फाइन, स्वागत छ त, यु आर वेलकम ओर वेलकम, केही छैन, नो मेन्सन, मलाई खुसी छ, माई प्लिजर, मलाई अवसर दिनुहोस्, एलोमी, मलाई चाहिँदैन, नो थ्याङ्क्स, समय कति भयो. त्यसले चाहिँ हामीले व्हाट टाइम इज इट पनि भन्न सक्छौँ या टाइम प्लिज भनेर पनि भन्न सक्छौँ. केही गल्ती गर्नुभयो भने हामी भन्छौँ क्षमा गर्नुहोला, पार्डन, के म भित्र आउन सक्छु. क्लासमा यदि कुनै टिचर इन्ट्री गरिसक्नु भएको छ
र तपाईँ बाहिर हुनुहुन्थ्यो र अब तपाईँले चाहिँ क्लासभित्र प्रवेश गर्न चाहनुहुन्छ भने मे आई कम इन प्लिज? निस्सन्देह, सर्टेनली, अफ कोर्स। म धेरै दुखित छु। आई एम भेरी सरी। प्रायः जसो हामीले चाहिँ एकअर्कालाई केही भन्ने क्रममा अर्डर दिने काम पनि गरेको छौँ त, होइन? छोराछोरी भयो, आफूभन्दा सानो भाइ बहिनीहरू भयो, उहाँहरूलाई हामीले केही भन्दाखेरि अर्डर दिएको जही चाहिँ हुन्छ है त। त्यसको लागि तयार हौ, बी रेडी ओर गेट रेडी, राम्ररी सफा गर, क्लिन प्रोपरली, निस्किजाऊ, गेट आउट, पर जाऊ, गो अवे, फेरि कोसिस गर, ट्राई अगेन, सुरु गर्नुहोस्, गो अहेड, बाहिर प्रतीक्षा गर, वेट आउटसाइड, तल उत्र, गेट अफ, सावधान हौ, बी केयरफुल, और बी क्युटियस, तुरुन्त जाऊ, गो एट वन्स, नबिर्स, डोन्ट फर्गेट, मलाई विरक्त नगर, डोन्ट ट्रबल मी, है त। वा डोन्ट ट्रबल पनि चाहिँ भन्छौँ। नहल्ल, डोन्ट मुभ, यो नभत्काऊ या नभाँच, डोन्ट ब्रेक इट, चाहे सिधा जाऊ, गो स्ट्रेट, सिधा जाऊ, अगाडि जाऊ। कमान्डको लागि केही इन्स्ट्रक्सन्स दिएको छ जुन चाहिँ अगाडि नै कुराकानी गरिसकेको छौँ। यसको बारेमा हामी अगाडि कुराकानी गरिसकेको छौँ। त्यही पनि यसको स्ट्रक्चर्स चाहिँ है त, V1 चाहिँ V1 प्लस सब्जेक्ट चाहिँ राम्रोसँग हेरिदिनु होला है। अनि यसको आधारमा चाहिँ तपाईँहरूले विभिन्न सेन्टेन्स तयार पार्न सक्नुहुन्छ। त्यसको लागि केही मिनिङ्स जुन हामी चाहिँ प्रायः जसो बोल्ने क्रममा हामी कन्फ्युज भइरहन्छौँ के भन्नु यस्तो छ यहाँ, त्यसको लागि केही सानो मिनिङ्सहरू छ। ब्रेभो, धन्य, वाह, स्याबस, आइडिया, विचार या बुद्धि, पीति, फिटी मिस करुणा, दुःख या दया, नॉनसेंस, वाहियात, ग्रेस मिस कृपा या दया, सेम मिन्स लाज, बिहेवियर मिस खबरदार, हुर्रे, आहा, सरप्राइज, आश्चर्य, टेरिबल, भयानक, हनर, सम्मान, अबिट मिन्स अलिकति, एल्स मिस अरू, रेस्ट मिस भरोसा गर्नुहोस्, एट अल मिस पटक्कै। जस्तै कट जोक्स मिस ठट्टा गर्नु, मजाक गर्नु, डिले मिस ढिला गर्नु, टोरेट, टोरेन्ट, सहनशील, सोसिएबल, मिलनसार, होस्पिटेबल, आतिथ्य योग्य, मिल्ड मिस कृपालु, हम्बल मिस विनम्र, इसमें हम्बल रिक्वेस्ट मिस विनम्र अनुरोध, रिलायबल, विश्वसनीय, विगोरियस, ओजस्वी, विन्सम, मनोहर, कोर्टियस, सुशील, कोर्टियस मिन्स सुशील। खे आजको लागि यति भन्दै म बिदा लिन चाहन्छु है त।